मिठा यो चाहिँ टुङटुङे ल्याउनु बिर्से र यहाँ हामीले लगाएको छ टेक्नोलोजी। सुँगुरको मासु, यो ब्रोइलरको मासु, यता कराई, यता हुनुहुन्छ हाम्रो सब्जी भान्से। दुईजनालाई साह्रै टोइलेट लाग्यो अरे। सुँगुरहरू चढ्दैछ गाडीमा। जर्ले नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। र आजको नयाँ ब्लग चाहिँ के हो भन्दाखेरि हामीहरू चाहिँ जानु लागेको पिकनिक। कहाँ भन्दाखेरि सिङ्गरी। हामीहरू चाहिँ दिवालीमा भैली खेलेको थियो नि त, त्यही ग्रुप जानु लागेको पिकनिक। र नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला र भिडियो स्किप नगरिकन एन्डसम्म हेर्नुहोस् होला। सो गाइस, हामीहरू चाहिँ जहिले सुँगुर गाडीमा जान्छौँ किनभने सबै बोमी गर्ने छ नि त, त्यही भएर हामी सुँगुर गाडीमा हमेसा सुँगुर भएर यता गाडी आइपुग्यो। सबै सुँगुरहरू लाँदैछु। गाडी गाडी कस्तो लाग्यो अरे हजुरलाई जग्गा? आलु जस्तो लाग्यो। राम्रो लागेन दिदी? राम्रो लागेन। यहाँनिर कसलाई पनि जग्गा मन परेन अरे। मैले सबै ठिकै छ, पानीको चाहिँ अलिकति असुविधा भयो। पानी निकै टाढो रहेछ त। यता त आउने बित्तिकै बगडीतिर लाग्यो। तेजपुर सबैलाई एकदमै विरक्त लाग्यो अरे जग्गा देखेर। सबै टाक्रा टुक्रुक्कै बसेको छ। हामी चाहिँ पूजा गर्न आएको छ यहाँनिर नदीमा। नदी सुकिसकेको रहेछ। यता काकी, यता भाइ, अनि यता म अब पूजा गर्छु। भाइले भिडियो बनाइन्छ। त्यहाँ दमकल रहेछ पानी लिनुको लागि चाहिँ। दमकलमा एकदमै राम्रो पनि हुन्छ। नदीको पानी चाहिँ अलिक लेत्रा रहेछ, सुकेको रहेछ नि त, त्यही भएर। र हामीहरूको टिम उता छ। हामी चाहिँ पूजा गरिहरि यता पानी लिन आउँदैछु। भाउजूले पानी भराउनु हुँदै रहेछ। तपाईँ के भन्नु चाहनुहुन्छ? हाय गाइस, हामी यहाँ अब सुरु गरेको कार्यक्रम देख्न सक्नुहुन्छ। जनवरीमा आएको भए चाहिँ बोगडी भक्कु खानु पाउने रहेछ। भक्कु यता फोटोसुट चल्दैछ। यता भात बसाल्नु हुँदैछ काकीहरूले। यता सामान त्यो बन्द गरिदिनु। यता भाइहरू सबै बसिरहेछ ब्रेकफास्ट गर्नुको लागि। यता बहिनीहरू। यता भोक लाग्यो, मुसाको दियो। कपाल बान्नु लबर भेट्यो अरे। हो त दुईजना भोकले विरक्त भइसकिसक्यो। यहाँ कस्तो राम्रो देख्दैछ। कस्तो लाग्यो? मिठा कस्तो लाग्यो? मिठा
उता तपाईँ त कराई लिएर बस्नु हो यता कराई खै हामीलाई पनि ठन्डा पिनु कि गाखिर चिया पिनु कि लाल चिया पिनु कि यता छ यता चाहिँ अनिसाले सलादको लागि के हो यो बन्दाकोपी अनि काँक्रा काट्दैछ के गाजर मटर सलाद नि अनि उता चाहिँ मिरामिसको लागि आलु छिल्नु हुँदैछ यहाँ दुईजनाले चाना खाँदैछ कस्तो छ चाना मिठो सब्जी पाक्दैछ पानीवाला पानी लगान्छ म चाहिँ ढकनवाला ऊ चाहिँ बनाउने खाने क्यामेराम्यान ढकनी कस्तो राम्रो यता चाहिँ ब्रोइलरको मासु पाकिसकेको छ र यता चाहिँ सुँगुरको कराई सानो भएर ठुलोमा लगेर अब साग लगाउने गाइस अब यहाँ साग एड गर्ने त्यो कराई सानो भएको थियो लगाउनु मिलेन ठुलो कराईमा लगाउने यो सुँगुरको मासु यो ब्रोइलरको मासु यता धनिया यी साग कति राम्रो देखो मेरो साथी बुनु कस्तो लाग्दैछ माथि दामी नि दामी बेलगास भएको छ नि यता हाम्रो भाउजू हुनुहुन्छ हेलो एकदमै राम्रो छ यहाँ बेलगास चाहिँ एकदमै धेरै रहेछ बेलगासको पुली हामी चाहिँ बेलगासको पुली लान्छ यता फोटो खिच्नु चाहिँ माथि आएको थियो अब चाहिँ तल गएको है गाइस हामी चाहिँ माथि यस्तो छ हामी चाहिँ अब तल जाँदैछु जा अगाडि जा बाबु अगाडि यसले चाहिँ मलाई अगाडि जा भनेर खेदाइहाल म जाँदैछु अगाडि गाइस हामीले भात खाइसक्यो भनेर उनीहरू पानी लिन जानु कि जानु भनेर केकको मासु खै मासुहरू देखाउनु मासुहरू कम्ती भएन भयो अरे सुँगुरहरू चढ्दैछ गाडीमा कस्तो लाग्यो सो गाइस अब चाहिँ हामीले पिकनिक पनि खाइसक्यौँ एकदमै राम्रो लाग्यो हजुरहरू पनि आउनु होला एकदमै राम्रो छ र अब चाहिँ हामीहरू सबैजना घरतिर लागेको बाई 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 बाई